श्रीमद् भागवतम महापुराणम षष्ठम स्कंद अथ नवमो अध्याय। सृष्टिगोवाच तस्यास्वन्नीश्वरोपस्य शिरांसि त्रीणि भारत सोमपीतं सुरापीत मन्नादमीते शुश्रुम स वै वैर्षि देवभ्यो भागं प्रत्यक्षमुच्चकै अपदद्यस्य पितरो देवा सम्प्रस्त्रयं नृप स एव हि ददौ भागं परोक्षमसुरान् प्रति यजमानो अवहद् भागं मातृस्नेहवशानुग तद्देव हेलनं तस्य धर्मालेकं सुरेश्वर आलक्ष्ये तरसापीत तस्यीर्षान्याचीनदृश सोमपीतं तु यतस्य शिरासित कपिञ्जल कलविङ्गसुरापीत मुन्नादं यतस तितिरी ब्रह्मत्या मञ्जलिना जग्राह यदपीश्वर संवत्सरान्ते तदगं भूतानां सविशुद्धये भूमि अम्बुद्रुमयो सीद प्ये चतुर्धा व्यवजन व्यवजधारी। सुखदेवजी भन्नुहुन्छ, यो परिचय विश्वको 3 टाउको थियो भन्ने सुनिएको छ। एउटा मुखले सोमरस र अर्कोले सुरापान गर्दथे र तेस्रो मुखले अन्न खान्थे। विश्वरूप यज्ञको समयमा प्रत्यक्ष रूपले सबैले सुन्ने गरी चर्को स्वर झिकेर अत्यन्त विनयसँग देवताहरूलाई आहुति दिन्थे, किनकि 12 आदित्य देवता उनका पिता थिए। तर आमा असुर कुलकी हुनाले उनी भित्रबाट दैत्यका पक्षपाती थिए। यसैले मातृस्नेहले गर्दा यज्ञ गर्ने समयमा गुप्त रूपले दैत्यहरूलाई समेत हविको भाग दिने गर्दथे। यस प्रकारसँग देवताहरूको अपराध र धर्मको आडमा कपट गरेको देख्दा इन्द्रले यिनले दैत्यको बल बढाएर हाम्रो नाश पो गर्ने हुन् कि भन्ने विचारले अत्यन्त भयभीत भई रिसले चुर भएर अत्यन्त पूर्तिसँग उनका 3वटै टाउको काटिदिए। विश्वरूपको सोमपान गर्ने टाउको चखेवा, सुरापान गर्ने चाहिँ भँगेरा र अन्न खाने चाहिँ तित्रा हुन गयो। विश्वरूपको वध गर्नाले लागेको ब्रह्महत्यालाई निवारण गर्ने सामर्थ्य भए तापनि इन्द्रले हात जोडेर त्यसलाई स्वीकार गरेर 1 वर्षसम्म त्यसबाट मुक्त हुने कुनै उपाय गरेनन्। सबैले ब्रह्महत्या भनेर निन्दा गर्न लागेको देख्दा 1 वर्षपछि सबको सामान्य आफ्नो शुद्धि प्रकट गर्नको लागि त्यो ब्रह्महत्या पापलाई 4 भागमा विभक्त गरी पृथ्वी, जल, वृक्ष र स्त्री जातिमा बाँडिदिए। भूमि स्तुर्यं जग्राह खात पुरवरेण वै गिरीणां ब्रह्महत्याया रूपं भौमो प्रदृश्यते। तुर्यं छीदविरोयेणं वरेणं जगृहोद्रमा तेषां निर्यासरूपेण ब्रह्महत्या प्रदृश्यते। ससोत्कामवरेणां हस्तूर्यं जगृहो स्त्रिय रजोरूपेण तासोऽहं मासि मासि प्रदृश्यते। द्रव्यं भूयो वरेणापस्तुर्यं जगृहोर्मलं तासो बुधबुधे फेनाभ्यां दृष्टं तदहरति क्षिपन्। अथ पुत्रस्ततस्तोष्टा जुआभेन्द्राय शत्रवे इन्द्रशत्रु विविधासो माचिरं जयी विद्दिशम्। अथान्वाहार्य पचनादोत्थितो घोरदर्शन कृतान्त इव लोकानां युगान्त समये यथा। विश्वविवर्धमानं तमेषु मात्र दिने दिने दग्धशैल प्रतीकाशं सन्ध्याभ्रानिकवर्चसं। खाल्डो परेको ठाउँको कुनै न कुनै समयमा आफै पुरिनेछ भन्ने वरदान लिएर
पृथ्वीले इन्द्रको ब्रह्महत्याको चतुर्थांश स्वीकार गरिन्। त्यही ब्रह्महत्या पृथ्वीमा कतै कतै उसर अन्न नहुने जग्गाको रूपमा देखिन्छ। कुनै भाग काटिएमा फेरि पलाउने वर पाएर वृक्षले दोस्रो चतुर्थांश स्वीकार गरी तिनबाट अहिले जो खोटो निस्केको देखिन्छ त्यो त्यही ब्रह्महत्याको अंश हो। सर्वदा पुरुषसँग सम्भोग गर्ने शक्ति रहोस् भन्ने वरदान पाएर स्त्रीहरूले ब्रह्महत्याको तेस्रो चतुर्थांश स्वीकार गरे। उनको ब्रह्महत्या प्रत्येक महिनामा रजको रूपमा प्रत्यक्ष देखिन्छ। कुपादिद्वारा खर्च गरिए तापनि निर्जर आदिको रूपमा तिम्रो बढ्ती नै भइरहनेछ भन्ने वरदान पाएकोले जसले ब्रह्महत्याको चौथो चतुर्थांश स्वीकार गर्यो। फिँच बुँदबुँद आदि ब्रह्महत्याका अंश हुन्। यसैले मानिसहरू फिँच पन्चाएर जल ग्रहण गर्दछन्। आफ्ना छोरा विश्वरूपको मृत्युपछि अत्यन्त कुपित भएर इन्द्रलाई मार्ने कामनाले उनका पिता त्वष्टाले हे इन्द्र शत्रु तिम्रो वृद्धि होस् एवं झट्टै आफ्नो शत्रुको विनाश पारे यस मन्त्रले इन्द्रको शत्रु उत्पन्न गर्नको निम्ति अग्निमा हवन गर्न लागे। यज्ञ समाप्त भएपछि अन्वाहार्य पचन नामक अग्नि दक्षिणाग्निबाट एउटा अतिशय भयङ्कर दैत्य प्रकट भयो। समस्त लोकलाई नाश गर्नको निम्ति प्रलयकालको विकराल काल नै प्रकट भएको कि जस्तो त्यो देखिन्थ्यो। त्यो दिनदिनै आफ्नो शरीरमा सबैतिरबाट बराबर 4 हात अथवा जतिसम्म बाण जान सक्दछ त्यतिसम्म बढ्दै जान थाल्यो। त्यो डढेको पहाड समान कालो र त्यसको शरीरको कान्ति सन्ध्याकालको बादल जस्तो रातो थियो। तप्ता ताम्र शिखा श्मश्रुम मध्याह्नर्को ग्रलोचनम दिदीप्यमाने त्रिशिखे शूलम आरप्यम रोदसी नृत्यं तन्मुन्दन्तं च चालयन्तं पदामयीं दरी गम्भीर वक्त्रेण पिबता च नवस्थलं लिलहता जिन्नयेच्छाणि प्रसता भुवनत्रयम् महता रौदं स्त्रेण जिह्वणा मोर्मो वित्रस्ता दुद्रुवोर्लोका विचि सर्वेदिषु दश येन वृत्ता इमे लोकस्तमसा त्वष्टा मूर्तिना सबै वृत्रैति प्रोक्तं पापं परमदारुण तं निजग्नोरविद्रुत्यं सगणाभ्युतर्षवा स्वैर्दिव्यास्त्रशस्त्रैकै सग्रशतानि कृत्सन ततस्ति विस्मिता सर्वे विषण्णाग्रस्त तेजस प्रत्यञ्चमादिपुरुषमुपस्तु समाहित त्यसको टाउका गोरौँ र दारी जुङ्गा आगोमा पोलेको तामा जत्तिकै रातो रङका र आँखा मध्याह्नकालको सूर्य जस्तै डरलाग्दा थिए। अतिशय चकिला 3 टुप्पा भएको आफ्नो त्रिशूल लिएर जौतो नाच्न चिच्याउन एवं उफ्लन थाल्दथ्यो। त्यसबेला उसको पैतालाको धक्काले पृथ्वी नै काम्न थाल्दथिन्। त्यसैले स्वर्ग र पृथ्वीलाई आफ्नो त्रिशूलमा राखेर उचालेको कि जस्तो भान पर्न जान्थ्यो। बारम्बार जिउ तानेर हाई गर्दाखेरि जब यसको पर्वतको गुफा जस्तो मुख खुल्न जान्थ्यो त्यसबेला त त्यसले जम्मै आकाशलाई नै पिउन आँटेको जिब्रोले सारा नक्षत्रलाई चाट्न लागेको र आफ्नो विशाल एवं भयानक धाराले तिनै लोकलाई निल्न लागेको जस्तो प्रतीत हुन्थ्यो। त्यसको यो भयङ्कर रूप देख्दा सबैजना डराएर यताउति भाग्न लागे। त्वष्टाद्वारा उत्पन्न भएको यस तमोगुणी पुत्रको सारा लोकलाई आवृत आच्छादित गरेकोले त्यो महापापी र अत्यन्त क्रूर पुरुषको नाम वृत्तासुर पर्न गयो। ठुला ठुला देवताहरूले त्यस दानवलाई देख्न साथ आफ्ना अनुयायीहरूको साथसाथै त्यसमाथि आक्रमण गरेर आफ्नो दिव्य शस्त्रले प्रहार पनि गर्न थाले।
तर वृत्रासुरले उसका सारा हतियार निलिदियो। अब त देवताहरूको आश्चर्यको सीमै रहेन। उनको प्रभाव हराएर सबैका सबै खिन्न भएर आफ्नो हृदयमा विराजमान रहने आदि पुरुष श्रीनारायणको एकाग्र चित्तले आराधना गर्न लागे। दिव्योवाच वायव्याम्बराज्ञाक्षिप्त यस्त्रिलोक ब्रह्मादयो ये वयोमुभिजन्त राम यस्मै बलिमन्तकोऽसौ बिभेति यस्मादरणं ततो न अविस्मितं तं परिपूर्णकामं सुनैवलाभेन समं प्रशान्तं विनोपसर्पत्य परं हि बालिश सोलाङ्गुलेनातितर्ति सिन्धुम् यस्योरुशृङ्गे जगतिं सुनावं मनुर्यथाम् अवाद्य ततार दुर्गं स एवं न सस्तोष्टाभया दुरन्तात् त्राताश्रितान्वारीचरोऽपि नूनम् पुरा स्वयंपुरपि स्वयं माम्बस्म्युदीर्णभातो मिरे वै कराले एकोरविन्दात् पतितस्तार तस्मात् भयाद्येन स नस्तु पर। देवताहरूले भने वायु आकाश अग्नि जल पृथ्वी पञ्चमहाभूत यिनबाट बनेका तिनै लोक उनका अधिपति ब्रह्मा तथा हामी सबै देवता जुन कालदेखि डराएर उसलाई काललाई पूजाको सामग्री चढाउँछौँ त्यही काल समेत जोदेखि डराइरहन्छ उनै परमात्मा हाम्रो रचेको हुन्। तपाईँको निम्ति नयाँ कुरो केही छैन अथवा केही देखेर पनि छक्क पर्नुहुन्न। आफ्नै स्वभावको साक्षात्कारले सर्वदा पूर्ण काम हुनुहुन्छ। सम विषम रूपले देखिने समस्त पदार्थमा समरूपले रहनुभएको छ अर्थात् उपाधिले गर्दा भएको भेदले रहित हुनुहुन्छ। तपाईँमा कुनै प्रकारको विकार नहुने अर्थात् रागदेश शून्य हुनाले शान्त हुनुहुन्छ। यस्तो तपाईँलाई छाडेर अर्काको शरण लिने त मूर्ख हो। त्यसले त कुकुरको पुच्छर समेत समुद्र पार गर्न खोजेको बराबर हो। कुकुरको पुच्छर समातेर समुद्र पार गर्न खोजेको बराबर हो। तपाईँको निम्ति नयाँ कुरो केही छैन त केही देखेर पनि छक्क पर्नुहुन्न। आफ्नै स्वभावको साक्षात्कारले सर्वदा पूर्ण काम हुनुहुन्छ। सम विषम रूपले देखिने समस्त पदार्थमा समरूपले रहनुभएको छ अर्थात् उपाधिले गर्दा भएको भेदले रहित हुनुहुन्छ। तपाईँमा कुनै प्रकारको विकार नहुने अर्थात् रागदेश शून्य हुनाले शान्त हुनुहुन्छ। यस्तो तपाईँलाई छाडेर अर्काको शरण लिने त मूर्ख हो। त्यसले त कुकुरको पुच्छर समातेर समुद्र पार गर्न खोजेको बराबर हो। प्रलयकालको समयमा जसको विशाल सिंहमा पृथ्वी रूप ढुङ्गालाई बाँधेर वयोसुत मनु सजिलैसँग प्रलयकालको दुस्तर सङ्कटबाट पार लागे थिए उनै मत्स्य भगवानले हामी शरणागतहरूलाई वृत्रासुरद्वारा उपस्थित भएको महान भयबाट बचाउनु हुनेछ। प्राचीन कालमा प्रचण्ड वायुको तेजले उर्लेको चञ्चल तरङ्ग छालको गर्जनाले गर्दा ब्रह्माजी भगवानको नाभि कमलबाट अत्यन्त भयानक प्रलयकालीन जलमा खसेका थिए। ब्रह्माजी असहाय भए तापनि जसको कृपाले त्यस आपत्तिबाट पार लागे उनै भगवानले हामीलाई यस सङ्कटबाट बचाउन्। यीशु निज मायया न ससर्जय येनानुसृजाम विश्वं वयं न यस्मापि पुरं समीयत पश्याम लिङ्गं पृथगीशमानिन् यो न सपत्नै वृषमद्यमानान् देवर्षि तिर्यङ्कनिरेषु नित्येव कृतावतारास्तनोभि सुमायया कृत्वा आत्मसात्पत्ति युगे युगे च तमेव देवं वयमात्मदैवतं परं प्रधानं पुरुषं विश्वमन्यं व्रजाम सर्वे शरणं शरण्यं
स्वनाम सुनो दास्येति सम्मात्मा। श्री शुक उवाच इति तेषां महाराज सुराणामुपतिष्ठितां प्रतीच्यां दिश्योदापि शङ्खचक्रगदाधर आत्मतुल्यै षोडश विना श्रीवत्स कौस्तुको भो पर्युपासित मुनीन्द्रस रद द्रसरद अम्बुरुयेक्षणम्। उही प्रभुले बिना कसैको सहायताले आफ्नो मायाले हाम्रो सृष्टि गर्नुभएको हो। उहाँकै अनुग्रहले हाम्रो संसारको रचना गर्दछौँ। तथापि हामी स्वतन्त्र ईश्वर हौँ भन्ने अभिमानले गर्दा नै चेष्टायुक्त भई सबैलाई प्रेरणा गर्ने उहाँको स्वरूपलाई जान्न सक्दैनौँ। उहाँ प्रभु जब देवताहरूलाई आफ्ना शत्रुद्वारा अत्यन्त पीडित भएको देख्नुहुन्छ, त्यसबेला वास्तवमा निर्विकार भए तापनि आफ्नो मायाको आश्रय लिएर देवता ऋषि पशु पन्छी मनुष्य आदि योनिमा अवतार लिए हामीलाई आफ्नै सम्झेर युग युगमा हाम्रो रक्षा गर्नुहुन्छ। उहाँ सबैका आत्मा र परम आराध्य देव हुनुहुन्छ। प्रकृति र पुरुष रूपले विश्वको कारण हुनुहुन्छ। विश्वदेखि पृथक भएर पनि विश्वरूप हुनुहुन्छ। हामी सबै शरणागत वत्सल उही भगवान श्रीहरिको शरण ग्रहण गर्छौँ। उदार शिरोमणि उहाँ प्रभुले अवश्य आफ्नो भक्त हामीहरूको कल्याण गर्नुहुनेछ। सुखदेवजी भन्नुहुन्छ, हे महाराज, परीक्षित देवताहरूले यस प्रकारसँग स्तुति गरिएपछि शङ्खचक्र गदाधारी भगवान पश्चिम दिशामा स्वयं उनीहरूको सामुन्ने प्रकट हुनुभयो। उहाँको चारैतिर श्रीवत्स लान्छन् र कौस्तुभमणि शिवाय अरू सबै भगवानको लक्षणले युक्त भएका। दृष्ट्वा तममनौ सर्वं इच्छाणालादि विक्लवा दण्डवत् पतिता राजन् शनैरुत्थाय तुष्टो देव्योवाच नमस्ते यज्ञवीर्याय वयसे उत्तते नमः नमस्ते हस्तचक्राय नमः सुकृतये यति गतिनां तिस्त्रीणामिषितो परं पदम् नार्वाचिनो विसर्गस्य धाते वेदितुमर्हति। ओम नमस्ते सुभगवन्नारायणं वासुदेवादिपुरुषं महापुरुषं महानुभावं परम मंगलम परम कल्याणं परमकारुणिक केवलं जगदाधार लोकैकनाथ सर्वेश्वर लक्ष्मीनाथ परमहंस परिव्रजाकै परमेणात्मयोग समाधिना। सुनन्दादि 16 जना पार्षद उहाँको सेवामा लागेका थिए। उहाँका नेत्र शरतकालका प्रफुल्ल कमल समान सुन्दर थिए। यस्ता भगवानको दर्शन पाउनाले आनन्दमा मग्न भएका सबै देवताहरूले भुइँमा लम्पसार परी साष्टाङ्ग दण्डवत गरेर फेरि बिस्तारै बिस्तारै उठेर उहाँको स्तुति गर्न लागे। देवताहरूले भने, यज्ञादिमा स्वर्ग आदि फल दिने शक्ति तपाईँ नै हुनुहुन्छ। तपाईँलाई नमस्कार छ। ती फलको सीमा निश्चित गर्ने काल पनि तपाईँ नै हुनुहुन्छ। तपाईँलाई नमस्कार छ। यज्ञमा विघ्न पार्ने दैत्यहरूलाई आफ्नो अमोघ चक्रले छिन्न भिन्न पार्नुहुन्छ। तपाईँलाई प्रणाम छ। यी महिमाले गर्दा तपाईँको अनेक राम्रा राम्रा नाम भएका छन्। यता तपाईँलाई हामी बारम्बार नमस्कार गर्दछौँ। हे प्रभु, सत्व तम यी 3 गुण अनुसार जुन उत्तम मध्यम र निकृष्ट गति प्राप्त हुन्छन्, तिनको नियामक तपाईँ नै हुनुहुन्छ। तपाईको निर्गुण परम पदको जुन वास्तविक रूप हो, त्यसलाई यस जगतको कुनै नवीन जीवले जान्न सक्दैन, किनकि यो जगत कार्य र तपाईँ यसको विधाता हुनुहुन्छ। हे भगवान, हे नारायण, हे वासुदेव, तपाईँ जगतको परम कारण र पुरुषोत्तम हुनुहुन्छ। तपाईको महिमाको सीमा नै छैन। तपाईँ परम कल्याण स्वरूप, परम मङ्गलमय र परम दयालु हुनुहुन्छ। तपाईँ नै सारा जगतको आधार एवं अद्वितीय हुनुहुन्छ। सम्पूर्ण जगतको स्वामी केवल तपाईँ नै हुनुहुन्छ। हे लक्ष्मीपते प्रभु, परमहंस परिव्राजकहरू आत्म संयम रूपमा परम समाधिको अनुष्ठान गरेर जब राम्रोसँग तपाईँको चिन्तन गर्दछन्, तब उनको शुद्ध हृदयमा
परमहंसहरूको वास्तविक धर्म भगवत वचनको उदय हुन्छ। यसद्वारा उनको परिभावित परिस्फुट परमहंसस्य धर्मेण उद्घाटित तम कपटाद्वारे चित्ते अपावृत्तम आत्मलोके स्वयं उपलब्ध निजसुखानुभवो भवान्। दूरवबोधैवं तवायं विहारयोगो यद शरणो अशरीर इदं मने वेचितास्मत् सममवाय। आत्मनैवाभिक्रियमाणेनं सगुणमगुणं सृजासि पासि हरसि अथ तत्र भवान् किं तेव दत्तं वदीय गुणविसर्गपतितं पारतन्त्रेण सुकृतकुशला कुशलं फलमुपाददात्यहो सीदात्मराम। उपशममीलं समञ्जसदर्शनम् उदास्तयितिह भावनविदाम्। नयि विरोधो वयं भगवत्परिगणित गुणागणे ईश्वरे न बगायमात्मे वार्चीन विकल्प वितर्क विचार प्रमाण। हृदय का ज्ञान रूप ढोका खोल्छन् र उनको आत्मलोकमा आवरण रहित आत्मानन्दको रूपमा तपाईँ प्रकट हुनुहुन्छ। त्यस्ता तपाईँलाई हामी नमस्कार गर्दछौँ। हे भगवान, तपाईँका लीलाको रहस्य जान्न अत्यन्तै गाह्रो छ, किनकि तपाईँ निराकार निराश्रय एवं निर्विकार भए तापनि हाम्रो सहायताको अपेक्षा नगरी स्वयं आफैले यस सगुण जगतको सृष्टि रचेर संहार गर्नुहुन्छ। हे प्रभु, तपाईँ देवदत्त कुनै सांसारिक व्यक्ति चाहिँ गुणहरूको कार्यरूप यस जगतमा जीव रूपले प्रकट भई कर्मको अधीनमा रहेर आफूले गरेका शुभ अशुभ कर्मको फल भोग्नुहुन्छ, अथवा स्वयं आत्माराम शान्त स्वभाव एवं उदासीन रहेर आफ्नो अस्कलीय चैतन्य शक्तिको प्रभावद्वारा साक्षी स्वरूपले रहनुहुन्छ र सबैलाई समान रूपले देख्नुहुन्छ। तपाईको स्वरूपको सम्बन्धमा यी दुई मध्ये कुन चाहिँ ठिक हो, हामीले राम्ररी बुझ्न सकेका छैनौँ। हाम्रो विचारमा त तपाईँमा पूर्वोक्त दुवै कुरा रहे तापनि कुनै विरोध हुने छैन, कारण तपाईँ स्वयं भगवान हुनुहुन्छ। तपाईँका गुण अगाडि छन्, महिमा दुर्बोध छ र आफू सर्वशक्तिमान हुनुहुन्छ। आधुनिक कालका व्यक्तिहरू अनेक प्रकारका विकल्प वितर्क विचार झुटो प्रमाण र कुतर्कपूर्ण शास्त्रको अध्ययन गरेर आफ्नो हृदयलाई दूषित गर्दछन् र यसै कारणले दुराग्रही भएर निस्कन्छन्। तपाईँमा ती दुराग्रहीहरूको वाद विवादको निम्ति अवकाश छैन, अर्थात् त्यस्ता वाद विवादले तपाईँको स्वरूपको ज्ञान हुन सक्दैन, किनकि तिनले तपाईँलाई छुनसम्म पनि सक्दैनन्। तपाईँको वास्तविक रूप सम्पूर्ण मायामय प्रपञ्चदेखि रहित छ। यस्तो अद्वितीय रूपमा आफ्नो मायालाई लुकाएपछि तपाईँमा भाष कुतर्क शास्त्र कलिलान्त करणाश्रया दुर्ग्रहवादिनां विवादानवसर उपरत समस्त मायामय केवल एवात्ममायान्तर्धाय कोऽन्यर्थ दुर्घट युवती स्वरूपद्वयाभावत् समविषमतीनां मतमनुसरसि यथा रज्जुखण्डं सर्वादिदीयम् सएव हि पूनं सर्ववस्तूनि वस्तुस्वरूप सर्वेश्वर सकल जगत्कारणा कारणभूत सर्वप्रत्यागात्मा त्वात् सर्वगुण भासोपलक्षितम् एक एव पर्यवशेषिते अथं भावताव महिमामृत रस समुद्र विप्रुषा सकृत् बलिडया सुमनसि निस्यन्दमानानवरत सुखेन विस्मारिता दृष्टा श्रुति विषये सुखलेशा भाषा परम भागवता एकान्तिनो भगवती सर्वभूत प्रिय सुहृदि सर्वात्मनि नितराम्। लुकाएपछि तपाईमा हुन नसक्ने कुनै
कुरा होला र। यसै कारण साधारण गुरु चाहिँ तपाईँ कर्ता भोक्ता पनि हुन सक्नुहुन्छ, अथवा महापुरुष चाहिँ उदासीन पनि, किनकि वास्तवमा तपाईँमा दुवै स्वरूपको अभाव छ। अर्थात् तपाईँमा न कर्तृत्व भोक्तृत्व छ न उदासीनता नै छ। तपाईँ त यो दुवैदेखि विलक्षण अनिवर्चनीय हुनुहुन्छ। जसरी डोरीको एउटा टुक्रा भ्रान्त पुरुषलाई सर्प माला धारा आदिको स्वरूपमा देखिन्छ, तर ज्ञानीलाई डोरी नै हो भन्ने यथार्थ ज्ञान हुन्छ। त्यसै गरी तपाईँ पनि भ्रान्त पुरुषलाई कर्ता भोक्ता आदि अनेक रूपमा र ज्ञानीलाई शुद्ध सच्चिदानन्दको रूपमा देखिनुहुन्छ। अर्थात् विषय बुद्धि नभएका मानिसहरूको अभिप्राय अनुसार विविध रूपमा देखिनुहुन्छ। विचारपूर्वक हेरेको खण्डमा त तपाईँ नै सम्पूर्ण वस्तुको सार एवं सबैका स्वामी हुनुहुन्छ। तपाईँ नै जगतका कारण रूप ब्रह्मा र प्रकृतिको समेत कारण हुनुहुन्छ। सबैका अन्तर्यामी अन्तरात्मा हुनुभएकोले जगतमा जति पनि विषय देखिन्छन् तिनीहरूको देखिनुले नै आफ्नो अधिष्ठान स्वरूप तपाईँको संकेत गर्दछ। श्रुतिहरूले समस्त पदार्थको निषेध गरेर अन्तमा निषेधको बचेको रूपमा केवल तपाईँलाई नै शेष राखेका छन्। हे मधुसूदन, तपाईँको महिमा अमृत रसको सागर हो। जसले त्यस सागरको एक थोपा रसको केवल एकचोटि स्वाद पाउँछन्, तिनको हृदयमा नित्य निरन्तर परमानन्दको धारा बग्न थाल्दछ। र यसले गर्दा अहिलेसम्म जगतमा जतिले मात्र प्रतीति मात्रका इन्द्रिय सुखको अनुभव गरिसकेका छन् अथवा परलोक आदिको विषयमा जो सुनेका छन्, ती सबैलाई बिर्सेर तपाईँका अनन्य प्रेमी परम भक्त भएर निस्कन्छन्। तपाईँ समस्त ऐश्वर्य र माधुर्यको खजाना हुनुहुन्छ। सम्पूर्ण प्राणीका परम प्रियतम यतेशी सुहृद र सर्वात्मा हुनुहुन्छ। तपाईँका प्रेमी भक्त सदा निरन्तरं दिव्रीत मनस कथमोहवायेति मधुमथनं पुनं स्वार्थिं कुशला आत्मप्रियं सुहृदं साधवस्तच्चरणाम्बोजानुसेवां विसृजन्ति न यत्रं पुनरयं संसार पर्यावर्त। त्रिभुवनात्मभवनं त्रिविक्रमं त्रिनयनं त्रिलोकमनोहरानुभावं तवैव विभूतयोदीति जनतनु जातया चापि तेषामनुपक्रम समयो अयेमिति स्वात्मायया सुरनर मृगमिश्रित जलचराकृति वीर्यथा परादं दण्डं दण्डधरं तदर्थं एवमेनपि भगवञ्चयि त्वाष्टमुत्तम यदि मन्यसे अस्माकं तवाकानां तवं नतानां ततं ततामहं तव चरणनलीन युगल ध्यानानुबद्ध हृदया निगडानां स्वलिङ्गविवरेणात्म सात्कृता नामानुकम्पानुरञ्जित विशदरुचि रसि विचरुचिर शिशिर स्मितावलोकेनं विगलित मधुरमुख रसामृत कलाया चान्तस्थप मनादा हर्यसि समयुतम्। सर्वदा आफ्नो सम्पूर्ण हृदयले तपाईँको चिन्तनको सुख लुटिरहन्छन्। वास्तवमा यी भक्त पुरुष नै स्वार्थी साधनमा निपुण रहेका हुन्छन्। तपाईँका यी परम अनन्य भक्तले तपाईँको चरण कमलको सेवालाई कसरी त्याग्न सक्लान्? यिनको सेवा गर्नाले जन्म मृत्यु रूप संसारको चक्रबाट सदाका लागि छुटकारा पाइन्छ। हे प्रभु, तपाईँ त्रिभुवनको आत्मा र आश्रय हुनुहुन्छ। आफ्ना 3 पाइलाले तपाईँको सम्पूर्ण जगतलाई नाप्नु भएको थियो। तिनै लोकको सञ्चालक पनि आफै हुनुहुन्छ। तपाईँको प्रभावको वर्णन सुन्दैमा तिनै लोक दङ्ग पर्दछन्। यी दैत्य दानव आदि पनि तपाईँकै स्वरूप हुन्, तापनि यो उनको उन्नतिको समय होइन भन्ने विचारले आफ्नो माया बलले देवता, मनुष्य, पशु, नृसिंह आदि मिश्रित र मत्स्य आदि जलचरको अवतार
अवतार ग्रहण गरी अपराध अनुसार पहिले पहिले जसरी यिनीहरूलाई दण्ड दिनुभएको थियो त्यसै गरी हे भगवान तपाईँलाई उचित लाग्दछ भने अहिले पनि ती असुरहरूलाई यस वृतासुरको पनि वध गरिदिनुहोस्। हाम्रो बाबु भने पनि बाजे भने पनि सबै तपाईँ नै हुनुहुन्छ। हामी त तपाईँकै सेवक हौँ र सदा तपाईँको अगाडि टाउको निहुराइराख्दछौँ। तपाईँका चरण कमलको ध्यान गर्दा गर्दा हाम्रो हृदय तिनकै प्रेम बन्धनले बाँधिएको छ। हाम्रो अगाडि आफ्नो सगुण मूर्ति प्रकट गरी हामीलाई आफ्नै तुल्याउनु भयो। तसर्थ यो प्रभु अब आफ्नो दयापूर्ण विशद सुन्दर र शीतल मुस्कानले युक्त भएको दृष्टिपातले तथा आफ्नो मुखार बिन्दबाट झरेका मनलाई प्रफुल्लित पार्ने वाणी रूप सुमधुर सुधा बिन्दुले हाम्रो हृदयको ताप शान्त गरिदिनुहोस्। अथम भगवस्तवास्माभिरखिल जगदुत्पत्ति स्थितिलया निमित्ताय माना दिव्ये माया विनोदस्य सकल जीव जीवनिकायान मन्तहृदयेषु वैरपि च ब्रह्म प्रत्यागात्मस्वरूपिणं प्रधानरूपिणं च यथा देशकालध्यवस्था न विशेषं तदुपादानोपलम्ब कथयानुभवत् सर्वं प्रतिसाचिणम् आकाशशरीरस्य साक्षात् परब्रह्मण परमात्मन कियानिय वा अर्थविशेषो विज्ञापनीय च्यद्विस्फुलिङ्गादिभिरेव हिरण्यरेतसे अतएव स्वयं तदुपकल्पयस्माकं भगवत परम गुरोस्तव चरणशतपलाशच्छायां विविध विरजिनं संसार परिश्रमोपशमनी उपश्रितानां वयं यत्कामेनोपसादित अथो ईशं जयित्वाष्टं ग्रसन्तं भुवनत्रयं ग्रस्तानि येन कृष्णं तेजास्यास्त्रायुधानि च। हे भगवान जसरी झिल्काले आगोलाई प्रकाशित गर्न सक्दैनन् त्यसै गरी हामी पनि हजुरलाई आफ्ना कुनै पनि स्वार्थ परमार्थ निवेदन गर्न असमर्थ छौँ। हामीले तपाईँलाई भन्नुपर्ने कुरा पनि के छ र, किनकि तपाईँ त सम्पूर्ण जगतको उत्पत्ति स्थिति लय गराउने आफ्नो दिव्य मायाको साथमा क्रीडा गरिरहनुहुन्छ तथा समस्त जीवको अन्तस्करणमा अन्तर्यामी ब्रह्मस्वरूपले र बाहिर प्रधान स्वरूपले विराजमान भई जगतमा जति देश काल शरीर अवस्था आदि छन् ती सबैको तिनका उपादान र प्रकाशको रूपमा अनुभव गरिरहनुहुन्छ। वृत्तिहरू कार्य रूपमा अथवा उनको अभाव रूपमा जति प्रतीति हुन्छन् ती सबका साथी तपाईँ नै हुनुहुन्छ। स्वरूपमा आकाश समान तपाईँ सर्वगत र निर्लिप्त हुनुहुन्छ। कति भनौँ तपाईँ स्वयं परब्रह्म परमात्मा हुनुहुन्छ। आफ्नो अभिप्राय निवेदन गरौँ भन्ने कुराको अपेक्षा नराखौँ। हामी जुन अभिलाषा लिएर यहाँ आएका छौँ त्यसलाई पूर्ण गर्नुहोस्। हजुर अचिन्त्य ऐश्वर्य सम्पन्न एवं जगतका परम गुरु हुनुहुन्छ। विविध पापको फलस्वरूप जन्म मृत्यु संसारको यन्त्रणालाई शान्त गर्न तपाईँको चरण कमलको छायामा हामी आएका छौँ। यही कृष्ण तिनै लोकलाई ग्रास गर्नको निम्ति उद्यत भएको त्वष्टाको छोरो वृतासुरलाई छिट्टै मारिदिनुहोस्। यसले हाम्रो तेज र अस्त्र शस्त्रलाई समेत लिलिदिएको छ। हंसाय दरनिलया निरीक्षकाय कृष्णाय मृष्ट यशसे निरूपक्रमाय सत्सङ्ग्राय भव पान्थ निजाश्रमाप्त वन्ते परिष्टा गतये हरये नमस्ते। श्री शुकवाच अतैव मिलितो राजन् सादरं त्रिदशे हरि स्वयं सोमोपस्थान मार्कण्ड्यं प्रहतानभिनन्दिते। श्री भगवान वाच प्रीतोऽहं सुरश्रेष्ठां मधुपस्थान विद्यया आत्मा ऐश्वर्य स्मृति
पुंसां भक्तिश्चैव यया मयि किं दुरापं मयि प्रीति तथापि विवुधर्षवा मयि एकान्तमतिर्नान्यन्मतो वाञ्छितति तत्त्ववित् न विद्य कृपणं श्रेयम् आत्मानो गुणवस्तुत्रिक तस्यं तान्निश्चितो यच्छेद्येति सोऽपि तथाविद शुद्ध स्वरूप आरती हरिलाई हामी नमस्कार गर्दछौँ। हृदय आकाशमा तपाईँको निवास स्थान छ। तपाईँ बुद्धि आदिका साक्षी सच्चिदानन्द स्वरूप हुनुहुन्छ। अनादि अनन्त र उज्जवल कीर्तिले सम्पन्न हुनुहुन्छ। सन्तहरू तपाईँको सङ्ग्रह गरेर अरू सङ्ग्रहहरूलाई छाडिदिन्छन्। संसारको बटुवा घुम्दा घुम्दै तपाईँको शरण ग्रहण गर्न पुग्यो भने त्यसलाई संसारको अन्तमा तपाईँले उत्तम गति दिनुहुन्छ र यस प्रकारसँग उसको जन्म जन्मान्तरको कष्टलाई हर्नुहुन्छ। हे प्रभु, यस्ता तपाईँलाई हामी नमस्कार गर्दछौँ। सुखदेवजी भन्नुहुन्छ, हे राजन, देवताहरूले यस प्रकारले आदरसँग आफ्नो स्तुति गरेको सुनेपछि भगवान प्रसन्न भएर उनीहरूलाई भन्न लाग्नुभयो। भगवानले भन्नुभयो, हे देवता हो, यस स्तोत्रले र तिमीहरूको ज्ञानले म प्रसन्न छु। यस स्तुतिद्वारा मानिसलाई आफ्नो स्वरूपको स्मृत मेरो भक्ति प्राप्त हुनेछ। यद्यप श्रेष्ठ हो, म प्रसन्न भएपछि कुनै वस्तु दुर्लभ होला भन्नु पर्दैन। यसो भए तापनि मेरा तत्त्व जान्ने भक्तहरू ममा नै अनन्य भावले चित्त समर्पण गरी तृप्ति रहन्छन्। म बाहेक अरू कुनै कुराको चाह गर्दैनन्। जगतको विषयलाई नै सत्य सम्झने नासमझ व्यक्तिलाई आफ्नो वास्तविक कल्याणको ज्ञान हुन सक्दैन। यस प्रकारको मूढ व्यक्तिलाई उसले इच्छा गरेको पदार्थ दिने पनि ऊ जत्तिकै नासमझ हो। स्वयं निःश्रेयसं विद्वानं न वक्येति ज्ञाय कर्मये नराति रोगिणो पथ्यं वाञ्छतो ये विषक्तम् मघवन् यत् भद्रं वो दद्यञ्च मृषि सत्तमं विद्याव्रततपं सारं गात्रं याचतमाचिरम् सवादिगतो दद्यङ्गस्विश्वाभ्यां ब्रह्मनिष्कलं यद्वा अश्वशिरो नाम तयोरमरतां वेदात् दद्यङ्गाथर्वणास्तोष्टे वर्मा वेद्यमदात्मकं विश्वरूपाय यतं प्रादात्वाष्ट यतो मदास्ततै युष्मभ्यं याचितोऽस्यभ्यां धर्मज्ञो अङ्गानि दास्याति ततस्तैरायुधश्रेष्ठो विश्वकर्म विनिर्मिते येनं वृत्रशिरो हर्ता मतेजम् उपविरेति तस्मिन् निहते यूयं तेजो अस्रायुध सम्पद भूयं प्राप्यस्तभद्रम्भो नयिं सन्ति च मत्परन्। जुन पुरुषले मुक्ति मार्गलाई जानेको छ त्यसले अज्ञानीलाई समेत कर्म अर्थात् प्रवृत्ति मार्गको उपदेश दिँदैन। जस्तै रोगीले इच्छा गरे तापनि असल वैद्यले कहिले पनि उसलाई कुपथ्य दिँदैन। हे देवराजेन्द्र, तिम्रो कल्याण होस्। अब झट्टै ऋषि श्रेष्ठ दधिचीका जाऊ र विद्याव्रत तपको प्रभावले दृढ भएको उनको शरीर उनीसित माग। दधिची ऋषिलाई शुद्ध ब्रह्मको ज्ञान छ। अश्विनी कुमारहरूलाई घोडाको टाउकोबाट उपदेश गरेको हुनाले यिनलाई अश्वशिर पनि भन्दछन्। उनले उपदेश गरेको आत्मविद्याको प्रभावले नै दुवै अश्विनी कुमारलाई अमरता प्राप्त भएको। यिनै अथर्ववेदी दधिची ऋषिले सबभन्दा पहिले मेरो स्वरूपभूत अवेद्य नारायण कवचको तोष्टालाई उपदेश गरेका थिए। तोष्टाले विश्वरूपलाई बताएर विश्वरूपबाट तिमीहरूले प्राप्त गर्यौ। तिमीहरूलाई खास गरी अश्विनी कुमारहरूले माग्दा आफ्नो शरीरको अङ्ग अवश्य दिनेछन्। विश्वकर्माद्वारा ती अङ्गबाट एउटा उत्तम शस्त्र तयार गराएर मेरो तेजले सम्पन्न भई इन्द्रले त्यही शस्त्रले वृतासुरको टाउको काट्नेछन्। त्यो मारिएपछि तिमीहरूलाई फेरि आफ्नो हराएको तेज अस्त्र शस्त्र तथा सम्पत्ति प्राप्त हुनेछ। मेरा भक्तहरूलाई कसैले कष्ट दिन सक्दैन। अत तिमीहरूको अवश्य
मेव कल्याण हुनेछ। इति श्रीमद्भागवती महापुराणे षष्ठम स्कन्धे नवमो अध्याय श्रीकृष्ण परमात्मने नमो नमः। श्रीकृष्ण परमात्मने नमो नमः। श्रीकृष्ण परमात्मने नमो नमः।